मत्तीले लेखेको सुसमाचार अध्याय 20। दाखबारीका खेतालाहरू। स्वर्गको राज्य जमिनको एकजना मालिक जस्तो हो, जो बिहान सबेरै आफ्नो दाखबारीमा खेतालाहरूलाई ज्यालामा काम लाउन बाहिर निस्क्यो। खेतालाहरूसँग एक दिनमा पाउने ज्याला तोकेर उसले तिनीहरूलाई आफ्नो दाखबारीमा पठायो। जब ऊ 9 बजेतिर बाहिर निस्क्यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्यो र उसले तिनीहरूलाई भन्यो, तिमीहरू पनि दाखबारीमा जाओ र जे उचित छ म तिमीहरूलाई दिनेछु। अनि तिनीहरू गए। फेरि उसले 12 बजेतिर र 3 बजेतिर बाहिर निस्केर त्यसै गर्यो। उसले 5 बजेतिर बाहिर निस्केर अरूहरूलाई उभिरहेका भेटायो र तिनीहरूलाई भन्यो, तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ? तिनीहरूले उसलाई भने, कसैले हामीलाई ज्यालामा लगाएको छैन। उसले तिनीहरूलाई भन्यो, तिमीहरू पनि दाखबारीमा जाओ। जब साँझ पर्यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्मलाई तिनीहरूका ज्याला देऊ। 5 बजे काममा लागेकाहरू आए र तिनीहरू हरेकले पूरा दिनको ज्याला पाए। जब पहिला ज्यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्ता नै पाउला भनी विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्याला पाए। ज्याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे। तिनीहरू भन्न लागे, यी पछिल्लाहरूले 1 घण्टा मात्र काम गरे, तर तपाईले तिनीहरूलाई हामी दिनभरिको भार बोक्नेहरू र चर्को गर्मी सहनेहरू सरह तुल्याउनु भएको छ। तर उसले तिनीहरू मध्ये एकजनालाई जवाफ दियो, मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैन। के तिमीले मसँग पूरा 1 दिनको ज्यालामा काम गर्ने कबुल गरेका होइनौ? तिम्रो पाउने ज्याला लिएर जाऊ। यस पछिल्लालाई पनि तिमीलाई दिए जति म दिन चाहन्छु। मेरो जति छ त्यो म आफूले चाहे जस्तो गर्न सक्दिन र मेरो उदारतामा तिम्रो आँखा किन जल्ने? यसरी नै पछिल्ला पहिला हुनेछन् र पहिला पछिल्ला हुनेछन्। आफ्नो मृत्युबारे येशूको तेस्रो भविष्यवाणी। यरुशलेमतिर जाँदै हुनुहुँदा येशूले 12 चेलाहरूलाई अलग लगेर बाटोमा तिनीहरूलाई भन्नुभयो, हामी यरुशलेमतिर जाँदैछौँ। अब मानिसको पुत्र मुख्य पुजारीहरू र शास्त्रीहरूका हातमा सुम्पिइनेछ र तिनीहरूले उसलाई मृत्युदण्डको दोषी ठहराउनेछन्। उसलाई गिल्ला गर्न, कोर्रा लाउन र क्रुसमा टाङ्न भनी तिनीहरूले उसलाई अन्य जातिहरूका हातमा सुम्पनेछन् र तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ। आमाको बिन्ती। तब जब्दियाका छोराहरूकी आमाले आफ्ना छोराहरूलाई साथमा लिई उहाँको सामुन्ने घुँडा टेकी उहाँसँग बिन्ती गरिन्। उहाँले तिनलाई सोध्नुभयो, तिमी के चाहन्छौ? तिनले उहाँलाई भनिन्, आज्ञा गर्नुहोस् र तपाईको राज्यमा मेरा यी 2 छोराहरू मध्ये एकजना तपाईको दाहिने हातपट्टि र अर्को तपाईको देब्रे हातपट्टि बस्न पाउन्। तर येशूले जवाफ दिनुभयो, तिमीहरू के मागिरहेछौ सो जान्दैनौ। जुन कचौरा मैले पिउन लागेको छु, के त्यो तिमीहरू पिउन सक्छौ? तिनीहरूले भने, सक्छौ। उहाँले भन्नुभयो, मेरो कचौरा तिमीहरू पिउनेछौ, तर मेरो दाहिने र देब्रेपट्टि बस्न दिने कुरो मेरो हातमा छैन। यी स्थान तिनीहरूका हुन् जसका निम्ति मेरा पिताले तयार गरिसक्नु भएको छ। यो सुनेर 10 जना ती 2 भाइसँग रुष्ट भए, तर येशूले तिनीहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, तिमीहरूलाई थाहा नै छ कि अन्य जातिका शासकहरूले तिनीहरूमाथि निरङ्कुश शासन गर्दछन् र ठूला ठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन्। तिमीहरूका बीचमा यस्तो हुने छैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ त्यो तिमीहरूको सेवक हुनुपर्छ। जो तिमीहरू मध्ये पहिलो हुने इच्छा गर्दछ त्यो तिमीहरूको कमारो हुनुपर्छ। जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो। 2 अन्धा मानिस। उहाँहरू एरियोबाट जाँदै गर्नुहुँदा एउटा ठूलो भीड उहाँको पछि लाग्यो। बाटोको छेउमा बसिरहेका 2 जना अन्धाहरूले येशू त्यो बाटो जाँदै हुनुहुन्छ भन्ने सुनेर यसो भनी चिच्याए, हे प्रभु, दाउदका पुत्र, हामी माथि दया गर्नुहोस्। भीडले तिनीहरूलाई चुप लाग भनी हप्कायो
तर तिनीहरू यसो भन्दै झन साह्रो कराए, हे प्रभु दाउदका पुत्र, हामी माथि दया गर्नुहोस्। तब येशू अरिनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति के गरिदेऊ? तिनीहरूले उहाँलाई भने, हे प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्। येशूले चिठ्याएर तिनीहरूका आँखा छोइदिनु भयो र उतिखेरै तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे।